हेलो साथीहरू नमस्ते। आज चाहिँ म यहाँ आँपको अचार बनाउन लागेको छु। यसलाई चाहिँ मैले 2 दिन घाममा सुकाएर लिएको छु। अब यसमा चाहिँ त्यसै गरी नुन राख्नुहोला। अब यो अमिलो भएको हुनाले अब नुन चाहिँ अलिकति मात्रामा बढी राख्नुहोला। अब यसमा चाहिँ मैले धुलो खुर्सानी राख्न लागेको छु। धुलो खुर्सानी चाहिँ हामीले थोरै मात्रामा खाने हुनाले बच्चाहरूले नि मन पराउँछ आँपको अचार। अब यसमा चाहिँ मैले मिक्स गरेर राखेको सबै मरमसलाहरू छ। तोरी, ज्वानो, टिमुर, मेथीहरू, खुर्सानीहरू सबै राखेको छु। अब यति राखेपछि चाहिँ यसमा मैले अब थोरै मात्रामा बेसार राखेको छु। अब यसलाई चाहिँ मैले तोरीको तेलमा मेथी फुराएर सेलिन राखेको थिएँ र अहिले म यो राख्दैछु। अब यसमा चाहिँ आँपको अचारहरूमा चाहिँ अब तोरीको तेल नै राम्रो हुन्छ। त्यसै गरी कलर आउनको लागि मैले कश्मिरी लाल मिर्च लिएको छु थोरै। अब यसलाई चाहिँ अब राम्रोसँग मिक्स गर्नको लागि मैले हात सफा गरेर मिक्स गर्दैछु। अब यसलाई चाहिँ राम्रोसँग मोल्नु होला। आँपहरू भित्रभित्र मसला पुग्नको लागि यसलाई चाहिँ मजाले मोल्नु पर्ने हुन्छ। अब यो सबै चाहिँ राम्रोसँग मोलिँदैछ। अब यसलाई बिस्तारै रेस्टमा राखेको छु मैले एकछिन मरमसलाहरू भित्र पस्नको लागि। अब यतिको भएको छ मेरो अचार। अब यहाँ चाहिँ मैले सिसाको जार लिएको छु। हजुरहरूले प्लास्टिककोमा नि राख्न सक्नुहुन्छ, तर यो सिसाको जारमा चाहिँ पछिसम्म नि नबिग्रिने हुनाले मैले चाहिँ सिसाको जारमा राखेको छु। अब यो चाहिँ यसरी नै टाइट राख्नु होला। ल यसरी नै मैले सबै आँपको अचारहरू सिसामा राखेको छु। यसरी हेर्न सक्नुहुन्छ। मन परेछ भने बनाएर खान सक्नुहुन्छ हजुरहरू पनि। यो चाहिँ मेरो सानो प्रयास थियो। मन पर्छ भने लाइक, सेयर गरिदिनु होला। थ्याङ्क यू।